यो यो तितेपाती, त्यसपछि यो निमको पात, त्यसपछि यहाँ चाहिँ अरू यो सुगरको पिलो हुन्छ। अनि त्यसपछि यो सुगर पत्ता भन्छ यो सुगर पत्ता, यो यति मिसाएर यो मलाई पिस्ने मिक्सरमा पिसेपछि यो पिसेर यसलाई पानी पनि पानी मिसाएपछि ल छान्नेवाला भएन, यसलाई छानिसकेपछि बिस्तार हट्टा तल यस्तो यस्तो ल त्यसलाई खनाउँदै झर्दैछ, यसलाई लिएर बाग्लो भयो भने के हाल्नु बिस्तार हाल्नु हो। त्यसरी हालेर खनाउनु मजाले खनाउनु हो। तल बस्दो त्यो माथि फिजायो नि त, फिजाइसकेपछि ल फेरि पुनः पिन्नु पऱ्यो, छान्दै पिन्दै झोल पानी हाल्दै फेरि पिन्दै अब यो बोतलमा राख्ने एक हप्तासम्म राखेर एक हप्ता बसेको भने त्यसपछि यसलाई हालेर अनि त्यसपछि स्प्रे